हेलो गाई दर्शन नमस्ते माया केबी मल्ल ब्लगमा स्वागत छ मेरो युट्युब फ्यामिलीलाई। आजको ब्लग रहेको छ है ब्लग सलग केही नै दाई। आजको गाई चितवनको दाईको भिडियो म आइपिएल म्याच हेर्दै थिएँ। चितवनको दाईको भिडियो आएर टिकटकमा आएको थियो दाई गाई दाईको भिडियो। त्यो भिडियो आएर त्यसको मैले हल्का रियाक्सन गरेको गाइज। तपाईँलाई कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्नु होला गाइज। फुल भिडियो हेर्नु गाइज। त्यहाँपछि लाइक कमेन्ट गर्नु होला गाइज। मन पर्यो लाइक कमेन्ट गर्नु होला, नपर्यो पनि गर्नु होला गाइज है त। ओके गाइज, बाई 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 गाइज। चितवनमा आज रवि दाईको ऊ थियो, कार्यक्रम थियो, सब मान्छे आएको थिए। त्यो बिचमा एउटा दाई आउनुभयो, तल खुट्टाबाट गगनेको फोटो लगाउँदै सेरेको बुढीको फोटो चाकमा लगाउँदै आउनुभयो। अरू काम खतराई दाइ तपाईँले खतराई गर्नुभएको थियो। लगाउँदै अगाडि सेरे मेरे त्यहाँ एउटा अर्को छुटेको दाइ, अर्को छुट्यो भने अर्को प्रचण्डै छुट्या थियो। प्रचण्डको फोटो पनि त्यहीँ लगाउने हो। तपाईँले किन लगाउनु भने तपाईँ प्रचण्डको मान्छे हो कि हो दाइ? अरू काम त सब सही गर्नुभयो हजुरले, त प्रचण्डको फोटो छुट्याइदिनु भयो गाई हजुरले। यस्तो मजा मान्छे सब कार्यक्रम हेर्न छोडेर दाईलाई हेर्न आयो क्या सबले। दाईलाई हेर्न आयो क्या दाई तपाईँले के दिमाग लगाएर तलबाट माथिसम्म फोटो बनाउनु भएको दाई। ओके दाई, तपाईँलाई ठिक छ, यो लाइक छ दाई, सोलट छ क्या दाई। राम्रो काम गर्नेलाई दिलमा छ, नराम्रो काम गर्नेलाई त्यहीँमा छ फोटो, त्यहीँ फोटो राख्ने हो गाइज। लाइक कमेन्ट सब्सक्राइब। ओके, चितवनको जो भिडियो हेरेँ कि मैले त दाईले पुरा तलबाट माथिसम्म फोटो लगाएर आउनु भएको रहेछ यार। कहाँ राख्ने ठाउँमा खतरा ठाउँमा राख्नु भएको। चितवनको आज कार्यक्रम थियो नि, त्यो चितवनको पुरा जाने थियो। चितवनमा कार्यक्रम थियो रवि दाईको। चितवनमा कार्यक्रममा यति मान्छे आएको थियो, त्योमा पुरा खतरै भएर आउनुभएको थियो। त्यही भिडियो हेरेर म त दङ पऱ्यो गाइज। त बुझ्यो नि मलाई यार गाइज, यस्तो चित्त बुझ्यो नि त दाईको भिडियो कति हाँस्छ कि यार। यो पहिल्यै गर्नुपर्ने हो। बल्ल कसरी दिमाग आएको दाईले यार। त दाईलाई यस्तो दिमाग आयो दाईलाई यार, मान्नै पर्छ त दाई। क्या दाई तपाईँले यति राम्रो काम गर्नुभयो यार। बालेन्सा रवि लाम्छाने टाउकोमा वाह। अब नेपालमा बालेन्सा रवि लाम्छाने राधावादी मिलेर यी मायासालाई बुढाखाडा नेतालाई अगाडि त यस्तोमा बाने नि, त्यही बान्न लायकका छन् यी नेताहरू। त्यसमा एउटा फोटो छुट्या थियो प्रचण्डको। किन दाईले प्रचण्डको फोटो लगाएन गाइज? त्यहाँ दाईले त्यहाँ फोटो लगायो दाई। त्यो फोटो लगाउँदाखेरि त्यहाँ एउटा प्रचण्डको फोटो लगाउनु पर्ने। प्रचण्डको त फोटै छैन नि त यार। सब कुछ भिडियो बहुत मजा आयो हेर्दाखेरि। भिडियो हेर्दाखेरि मलाई यति मजा आयो त यार। टिकटकमा मैले 10 चोटि हेरेँ टिकटकमा मैले गाइज त हेरेँ, 10-15 चोटि हेरेँ मैले त टिकटकमा। दाईले प्रचण्डको फोटो लगाउनु भएन यार। प्रचण्डको फोटो पनि लगाइदिनु भयो हुन्थ्यो। अगाडि नलगायो नि माया आकाशन तल पछाडि लगाइदिनु हुन्थ्यो, खुट्टाको पछाडि लगाइदिनु हुन्थ्यो। सेरेकी बुढीको त मुही चाकमा लगाइदिनु भएको रहेछ फोटो यार। सेरेकी बुढीको त फोटो चाकमा छ गाइज। के भन्ने कि यार, दाईलाई त मान्नै पर्छ दाई। तपाईँलाई ढोक्छ यार। यस्तो काम गर्न कहाँबाट दिमाग आएको दाई हजुरलाई? यस्तो भिडियो छ दाई यार, खतरा भिडियो छ दाई यार। यस्तो दामी राख्छु गाइज तपाईँहरू हेर्नुलाई। त 1 मिनटको भिडियो छ गाइज। 1 मिनटको भिडियो छ। यस्तो डेन्जर भिडियो छ गाइज। तपाईँहरू हेर्नु दङ पर्नुहुन्छ। मेरो यस्तो युट्युबको साइडमा लगाउँछु गाइज भिडियो, तपाईँहरू हेर्नु है त गाइज। हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्नु। दाईले काम के गर्नुभयो, राम्रो काम गर्नुभयो नराम्रो काम गर्नुभयो तपाईँले उ गर्नु होला। मलाई त दाईले जो गर्नुभयो यति राम्रो काम राम्रो लाग्यो मलाई। त दाईको चित्तै बुझ्यो मलाई यो काम गरेको। यो गर्नु पहिल्यै पर्ने हो। यी नेताहरूलाई त मेरो त राख्ने ठाउँ त्यही हो। नेताहरूलाई यी मायासालाई एउटा नेतालाई छुटाउनु पर्छ दाईले, अरू त राख्ने ठाउँ त्यही हो। राम्रो काम गर्नेलाई दिलमा छ भने त्यही हो। राम्रो काम गर्ने मान्छेलाई माथि छ क्या। यहाँभन्दा माथि सबै राम्रो काम गर्नेलाई, नराम्रो काम गर्नेलाई त चाकमा अगाडि तल खुट्टामा। मायासाला मलाई त अन्त त के नाम अर्को त गगने बाख्रा चोरलाई त मायाको खुट्टामा जुत्तामा लगाइदिनु पर्छ दाइले फेरि। गगने हो त्यसको नाम, गगन। डाँडामा 2.5 लाख रुपियाँ कमाउँछु भन्थ्यो उहाँ डाँडामा। त्यो दाइलाई त खुट्टैमा लगाउनु, त्यो खुट्टैमै राख्ने जस्तो छ दाइ। गगन त बाख्रा चोर खुट्टैमा राख्ने जस्तो छ गाइज। अरू त होइन गाई, भिडियो बहुत दामी छ दाई। तपाईँले जो म त के भन्ने क्या दाई यार। म यहाँ आइपिएल हेर्दैछु गाइज, पुरा आइपिएल हेर्दै थिएँ त हजुरको भिडियो आइहाल्यो क्या। आइपिएल हेर्नु छोडेर हजुरको भिडियो हेर्दैछु मैले यहाँ। आइपिएल हेर्न छोडेर
हजुरको भिडियो हेर्दैछु कि मैले दाइ यस्तो हाँस्दा हाँस्दा पेट दुखिसक्यो दाइ यार खतरा आइडिया कहाँबाट आयो दाइ यस्तो आइडिया हजुरलाई यार दामी दामी दाइ दामी ओके दाइ बाई बाई लाइक कमेन्ट सब्सक्राइब गर्नु है त गाइज भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब नपरे पनि लाइक हानिदिनु के भयो त गाइज के हुन्न फलो पनि गर्नु सब्सक्राइब पनि गर्नु गाइज सब्सक्राइब ओके गाइज बाई बाई